नमस्कार साथीहरू, तपाईँलाई यस युट्युब च्यानलमा स्वागत छ। हामीले यस युट्युब च्यानलमा मिन्नानो नियोको किताबको लेसन 16 को भोकाबुलेरीहरू पेश गर्दै आएका छौँ। यसै क्रममा चाहिँ यो दोस्रो पार्ट, पहिलो पार्ट अघिल्लो भिडियोमा हामीले राखिसकेका छौँ। अब यो दोस्रो पार्ट चाहिँ लिएर आएका छौँ। आउनुहोस् आजको भिडियो सुरु गरौँ। ओनाखा। ओनाखा भनेको पेट। ओनाखा भनेको पेट। ओनाखा पेट। ओनाखागा खाराप्पो दे वातासी वा इए दे गोहान हो ताकुसान ताबेमासिता है। ओनाखागा खाराप्पो दे वातासी वा इए दे गोहान हो ताकुसान ताबेमासिता भनेको चाहिँ पेट खाली भएकोले मैले घरमा धेरै खाना खाएँ भन्ने अर्थ हुन्छ। मैले पेट खाली भएकोले, खाराप्पो दे भनेको चाहिँ खाली भएकोले, ओनाखागा खाराप्पो दे पेट खाली भएकोले मैले चाहिँ घरमा वातासी वा इए दे गोहान हो ताकुसान ताबेमासिता भनेको धेरै खाना खाएँ भन्ने भयो। अनि साबिसु भनेको सेवा। साबिसु भनेको सेवा। अब हामीले यसमा लेसन 16 को दौयात्ते भन्ने उसलाई चाहिँ यो शब्द छ। दौयात्ते भनेको चाहिँ कसरी हुन्छ, दौयात्ते युज गरेर सेन्टेन्स बनाउँछौँ है त। दौयात्ते भनेको कसरी। अब दौयात्ते कोनो साबिसु हो रियौ सिते केसाई हो सिमास्का होइन त। दौयात्ते कसरी कोनो भने यो साबिसु हो रियौ सिते भनेको सेवा है। यो सर्भिस चाहिँ यो सेवा यो सर्भिस चाहिँ कसरी रियौ सिते भनेको चाहिँ प्रयोग गरेर होइन त। रियौ सिते केसाई हो सिमास्का होइन। केसाई ओ सिमास्का भनेको चाहिँ भुक्तानी गर्नुहुन्छ होइन त। यो सेवा प्रयोग गरेर कसरी भुक्तानी गर्नुहुन्छ भन्ने अर्थ भयो। अनि दौयात्ते आशा जोगिङ्गो सिते खारदा हो किताएमास्का होइन। जोगिङ्गो भनेको दौडिने अभ्यास अथवा जगिङ भन्छ होइन। अब यसलाई हामीले जस्तै दौयात्ते आशा जोगिङ्गो सिते खारदा हो किताएमास्का भनेको चाहिँ कसरी बिहान जगिङ गरेर शरीरलाई चाहिँ ताकतवर बलियो बनाउने भन्ने अर्थ भयो है त। कसरी बनाउने त भनेर सोध्नु पर्दा यसरी भन्नु। दौयात्ते आशा जोगिङ्गो सिते खारदा हो किताएमास्का होइन त। अब कसरी आशा भनेको दौयात्ते भनेको कसरी, आशा भनेको बिहान, जोगिङ्गु भनेको जगिङ, ओ सिते खारदा भनेको चाहिँ जगिङ गरेर शरीरलाई, खारदा हो किताएमास भनेको चाहिँ किताएमास्का भनेको चाहिँ बलियो बनाउने भनेर भन्न सकिन्छ। अनि स्यावा भनेको सावर। सावरलाई चाहिँ स्यावा भन्छ काताकाना फर्ममा। अब यसलाई चाहिँ हामीले दौयात्ते सावा हो आबिते। आबिते सावरबाट त नुहाउने हो होइन। त्यही भएर दौयात्ते सावा हो आबिते भनेको नुहाएर होइन त। दौयात्ते कसरी सावरबाट नुहाएर खारदा हो किरेनी सिमास्का भनेको शरीरलाई सफा गर्नुहुन्छ भनेको त अनि होइन। कसरी सावरबाट नुहाएर शरीरलाई सफा गर्नुहुन्छ भन्ने अर्थ भयो। अनि मिदोरी भनेको हरियो। मिदोरी भनेको हरियो। दौयात्ते मिदोरी हो मामत्ते सिजन हो ताइसेचुनी सिमास्का होइन। दौयात्ते कसरी मिदोरी हो मामत्ते सिजन हो। मिदोरी भनेको हरियाली होइन। हरियाली मिदोरी हो मामत्ते भनेको हरियाली जोगाएर। सिजन हो भनेको प्रकृति। सिजन भनेको प्रकृति। सिजन हो ताइसेचुनी सिमास्का भनेको चाहिँ प्रकृति लाई चाहिँ महत्त्व बनाइराख्ने अथवा जोगाइराख्ने भन्ने अर्थ हुन्छ। प्रकृतिलाई चाहिँ हरियाली जोगाएर के अरे जस्तै बचाइराख्ने भन्ने हुन्छ होइन। त्यही भएर हरियालीलाई चाहिँ जोगाएर चाहिँ प्रकृतिलाई कसरी बचाउनुहुन्छ भन्ने अर्थ बुझियो। दौयात्ते मिदोरी हो मामत्ते सिजन हो ताइसेचुनी सिमास्का। अनि ओतेरा भनेको मन्दिर। ओतेरा भनेको मन्दिर। दौयात्ते कसरी ओतेराए इत्ते मन्दिर गएर रेकिसी ओ मानाबी मास्का। रेकिसी भनेको इतिहास है। इतिहास चाहिँ कसरी सिक्नुहुन्छ, कसरी पढ्नुहुन्छ, कसरी अध्ययन गर्नुहुन्छ भन्ने अर्थ हुन्छ। मानवी मास भनेको अध्ययन गर्ने, सिक्ने अर्थमा चाहिँ युज हुन्छ। त्यही भएर दौयात्ते ओतेराए इत्ते रेकिसी हो
मानावी मास्का भनेको मन्दिर गएर इतिहास कसरी सिक्नुहुन्छ भन्ने भयो। जिन्ज्या भनेको मन्दिर, सिन्तो मन्दिरलाई चाहिँ के भन्छ, जिन्ज्या भन्छ। दौयात्ते जिन्ज्याए आरुइते, दौयात्ते जिन्ज्याए आरुइते है। अब सिन्तो मन्दिरमा चाहिँ हिँडेर, आरुइते भनेको हिँडेर, माइरी मास्का भनेको कसरी जानुहुन्छ, माइरी मास्का, दौयात्ते जिन्ज्याए आरुइते माइरी मास्का भनेको चाहिँ सिन्तो मन्दिरमा हिँडेर कसरी जानुहुन्छ भन्ने अर्थ भयो। यो चाहिँ माइरी मास भनेको चाहिँ पोलाइट फर्ममा चाहिँ जानु भन्ने अर्थमा चाहिँ पोलाइट फर्म हो है। त्यही भएर सिन्तो मन्दिरमा हिँडेर कसरी जानुहुन्छ भनेर सोध्नुपर्दा दौयात्ते जिन्ज्याए आरुइते माइरी मास्का भनेर सोध्न सकिन्छ। अनि ryugakusei भनेको विदेशी विद्यार्थी, ryugakusei भनेको विदेशी विद्यार्थी, दौयात्ते कसरी, ryugakusei गा निहोङ्गो बेन्क्यो शिमास्का हैन, कसरी चाहिँ विदेशी विद्यार्थीले चाहिँ जापानिज भाषा अध्ययन गर्छन् भने, कसरी पढ्छन् अथवा कसरी अध्ययन गर्छन् भनेर सोध्नलाई ryugakusei, दौयात्ते ryugakusei वा निहोङ्गो बेन्क्यो शिमास्का, कसरी विदेशी विद्यार्थीहरूले जापानी भाषा पढ्छन् अथवा सिक्छन्। बान भनेको नम्बर, दौयात्ते कोनो बान हो एरान्दे किप्पो खाइमास्का हैन, दौयात्ते कोनो बान हो हैन, बान भनेको नम्बर हैन, कुन नम्बर कसरी, के अरे दौयात्ते होइन कसरी, कोनो बानको यो नम्बर है, कोनो बान भनेको यो नम्बर, कोनो बान ओ एरान्दे भनेको छानेर, कसरी यो नम्बर छानेर, किप्पो खाइमास्का कसरी यो नम्बर छानेर टिकट किन्नुहुन्छ भन्ने अर्थ भयो। अनि माजु भनेको सबैभन्दा पहिले भन्नुपर्दा माजु भन्ने हुन्छ। दोनो सिगोतोनो के खाकु हो माजु, दोनो सिगोतोनो के खाकु हो माजु, हाजिमेनी ताते मास्का, दोनो सिगोतोनो माजु, अनि दोनो सिगोतोनो के खाकु हो माजु, हाजिमेनी ताते मास्का भनेको कुन कामको योजना पहिले बनाउने अथवा कुन कामको योजना पहिले गर्नुहुन्छ भन्ने हुन्छ है। जस्तै दोनो सिगोतोनो भनेको कुन काम हैन, दोनो भनेको कुन, सिगोतो भनेको काम, अनि कामको केही खाकु भनेको चाहिँ के हुन्छ, दोनो सिगोतोनो केही खाकु भनेको चाहिँ कुन कामको योजना। अनि ओ माजु अहिलेसम्म अथवा के अरे सबैभन्दा पहिले, अहिलेसम्म होइन कि ओ माजु भनेको चाहिँ पहिला, सबैभन्दा पहिला चाहिँ के गर्नु पर्यो भन्दा हाजिमेनी हैन, माजु हाजिमेनी भनेको चाहिँ सबैभन्दा पहिला चाहिँ सुरु गर्ने हैन, सुरु गर्ने चाहिँ के त भन्दा ताते मास्का भनेको के अरे सबैभन्दा पहिला चाहिँ बनाउनुहुन्छ, कुन कामको योजना सबैभन्दा पहिला बनाउनुहुन्छ अथवा पहिले गर्ने भनेर भन्यो। अनि क्यास्युकादो भनेको एटिएम कार्ड अथवा क्यास कार्ड भन्यो भने क्यास्युकादो, अब यसलाई चाहिँ दोनो क्यास्युकादो हो चुकाते ओखाने हो ओरोसिमास्का, दोनो क्यास्युकादो हो चुकाते ओखाने हो ओरोसिमास्का भनेको चाहिँ कुन एटिएम कार्ड प्रयोग गरेर पैसा चाहिँ पैसा झिक्नुहुन्छ त भनेर सोधियो होइन त। दोनो क्यास्युकादो हो चुकाते कुन एटिएम कार्ड, अब एटिएम कार्ड त थुप्रो होला, कुन चाहिँ झिक्नुहुन्छ भन्ने अर्थ पनि यहाँबाट बुझ्न सकिन्छ। दोनो क्यास्युकादो चुकाते ओखाने हो ओरोसिमास्का भनेर कुन एटिएम कार्ड प्रयोग गरेर पैसा झिक्नुहुन्छ। अनि आन्स्यौ बानगौ भनेको एउटा गोप्य नम्बर, पिन नम्बर अथवा गोप्य नम्बरलाई चाहिँ हामी के भन्छ, आन्स्यौ बानगौ भन्छौँ। त्यसलाई चाहिँ अब दोनो कुन आन्स्यौ बानगौ भन्छ, कुन चाहिँ पिन नम्बर चाहिँ कुन चाहिँ पिन नम्बर ओ इरेते भनेको हालेर, इरेमासको इरेते भने हालेर, खाकुनिन सिमास्का भनेको चाहिँ कुन पिन नम्बर हालेर चाहिँ ओके दबाउनुहुन्छ अथवा पुष्टि गर्नुहुन्छ भन्नु खोजेको क्या। जस्तै पुष्टि गर्नु, खाकुनिन भनेको पुष्टि गर्नु होइन, कन्फर्म गर्नु भन्ने अर्थ हुन्छ, कुन पिन नम्बर हालेर पुष्टि गर्नुहुन्छ भन्ने भयो। अनि चुगिनी भनेको त्यसपछि चुगिनी दोनो साग्यो हो सिते चुजुके मास्का, चुगिनी दोनो साग्यो हो सिते चुजुके मास्का भनेको चुगिनी भनेको त्यसपछि भन्ने हुन्छ है।
अब अर्को नेक्स्ट भन्नुपर्दा चुगिनी भयो होइन, अर्कोमा अर्को पछि होइन अर्कोमा भन्नुपर्दा अब जस्तै चुगिनी दोनो साग्यो हो भनेको अर्को कुन काम गरेर साग्यो हो सिते भनेको अर्को कुन काम गरेर चुजुके मास्का भनेको सो कामलाई चाहिँ जारी राख्नुहुन्छ अथवा कुनै काम गरिराख्नु भएको छ अब के कुनै चाहिँ अब काम गरिराख्नु भएको छ अब त्यो अर्को काम गर्नलाई अब त्यो काम कुनै काम गरिराख्नु भएको छ कुनै अर्को काम गर्नु पऱ्यो भने अब अर्को कुन काम गरेर चाहिँ तपाईँले जारी राख्नुहुन्छ अथवा काम गरेकै छैन अब अथवा काम गरेर सकियो भर्खर अनि अब कुनै अर्को काम सुरु गर्नु छ भने कुन काम गरेर सुरु गर्नुहुन्छ भनेर सोद्धाखेरि चुगिनी दोनो साग्यो ओसिते चुजुके मास्का भनेको अर्को कुन काम गरेर काम जारी राख्नुहुन्छ भन्ने अर्थ हुन्छ। अनि किनगाकु भनेको रकम, किनगाकु भनेको रकम, दोनो किनगाकु हो एरान्दे हाराई मास्का, दोनो किनगाकु हो एरान्दे हाराई मास्का भनेको चाहिँ कुन रकम छानेर भुक्तानी गर्नुहुन्छ भनेको चाहिँ किनगाकु भनेको रकम है, दोनो कुन रकम अथवा कुन भुक्तानी के अरे कुन रकम चाहिँ तपाईँले चाहिँ छानेर होइन चाहिँ भुक्तानी गर्नुहुन्छ भन्ने अर्थ हुन्छ। दोनो किनगाकु हो एरान्दे होइन हाराई मास्का भनेको भुक्तानी गर्नुहुन्छ भन्ने हो। अनि खाकुनिन भनेको पुष्टि अघि नै हामीले पढ्यौँ, खाकुनिन भनेको पुष्टि, दोनो खाकुनिन ओसिते आन्सिन सिमास्का कुन पुष्टि गरेर निश्चिन्त हुने, जस्तै अब दोनो भनेको कुन, खाकुनिन भनेको जस्तै अब पुष्टि गर्ने ओके कन्फर्म गर्ने भन्ने कुरा हो होइन। दोनो खाकुनिन ओसिते आन्सिन सिमास्का भने कुन चिज चाहिँ पुष्टि गरेर चाहिँ निश्चिन्त हुन सकिन्छ भन्ने अर्थ भयो, कुन कुरा चाहिँ पुष्टि गरेर कुन चिज चाहिँ पुष्टि गरेर चाहिँ निश्चिन्त हुन सकिन्छ भन्ने भयो। अनि बोतान भनेको बटन, बोतान भनेको बटन, दोनो बोतान ओसिते सेउसा हो सिमास्का, दोनो बोतान ओसिते सेउसा हो सिमास्का भनेको कुन बटन थिचेर सञ्चालन गर्नुहुन्छ, दोनो बोतान ओसिते सेउसा हो सिमास्का भनेको कुन बटन थिचेर सञ्चालन गर्नुहुन्छ भन्ने अर्थ हुन्छ। ओसिते भनेको थिचेर अनि सौस्या भनेको सञ्चालन अनि ओसिमास्का भनेको चाहिँ गर्नुहुन्छ होइन, कुन बटन थिचेर सञ्चालन गर्नुहुन्छ भन्ने भयो। अनि मादादेश भनेको अझै बाँकी छ अथवा अझै छैन, अझै सकेको छैन, बाँकी नै छ भन्नुपर्दा मादादेश। अब दोनो जुन्बीका मादा देखिते हिमासेनका होइन कुन तयारी अझै पुरा भएको छैन भन्नु पऱ्यो भने दोनो जुन्बी भनेको चाहिँ तयारी हुन्छ है, दोनो जुन्बीका भनेको कुन तयारी चाहिँ मादा भनेको अझै होइन अझै बाँकी छ, कुन तयारी अझै बाँकी छ भन्ने अर्थ, मादा देखिते हिमासेनका अझै पुरा भएको छैन भन्ने अर्थ हुन्छ। अनि रिउगाकुसेई भनेको विदेशी विद्यार्थी, रिउगाकुसेई भनेको विदेशी विद्यार्थी, रिउगाकुसेई वा मादा निहोन्नो सेखाचुनी नोरेते इमासेन भनेको विद्यार्थी के अरे विदेशी विद्यार्थी अझै चाहिँ के छ अरे अझै पनि निहोन्नो जापानको सेखाचु भनेको जापानी जीवनशैली होइन, सेखाचु भनेको जापानी जीवनशैली भयो होइन, निहोन्नो सेखाचु भनेको जापानी जीवनशैली नि नोरेते इमासेन भनेको चाहिँ जस्तै अझ नोरेते भनेको अझै ढल्केको छैन अझ त्यसलाई चाहिँ अपनाउन सकेको छैनन् भन्ने अर्थ भयो। र विदेशी विद्यार्थीले चाहिँ अहिलेसम्म जापानी जीवनमा ढलेको छैन भन्ने अर्थ भयो भने लगाउन अर्थ छ भने त्यसलाई चाहिँ रिउगाकुसेई वा मादा निहोन्नो सेखाचुनी नोरेते हिमासेन भन्न सकिन्छ। अनि साबिसु भनेको सेवा, साबिसु भनेको सेवा, कोनो साबिसु वा मादा जिउबुन्नी जुन्मी सारेते हिमासेन, कोनो साबिसु वा मादा जिउबुन्नी जुन्मी सारेते हिमासेन भनेको यो सेवा अझै राम्रोसँग तयार गरिएको छैन, कोनो साबिसु वा मादा होइन। अब साबिसु सर्भिसलाई चाहिँ काताकाना फर्ममा चाहिँ साबिसु भयो होइन सेवा, अब यो सेवा चाहिँ अझै जिउबुन्नी, अब हामीले यसमा जिउबुन्नी जुन्मी सारेते हिमासेन भनेको अझै राम्रोसँग तयार गरिएको छैन भन्ने हुन्छ। हामीले अहिलेसम्म दौयात्ते भनेर कसरीलाई प्रयोग गर्न सिक्यौँ, अनि दोनो भनेको कुन भनेर अर्थ हुन्छ, दोनोलाई प्रयोग गर्न सिक्यौँ,
अब अहिले हामीले यसलाई मादा भनेर मादाको प्रयोग गर्न सिकिरहेका छौँ। कोनो साबिसु वा मादा जिउ बुन्नी जुन्बी सारेते इमासेन भनेको यो सेवा अझै राम्रोसँग तयार गरिएको छैन भन्ने हुन्छ। जिउ बुन्नी जुन्बी सारेते होइन, तयार भनेको यो के अरे जस्तै जिउ बुन्नी जुन्बी सारेते भनेको तयार गरिएको जुन्बी सारेते इमासेन भने तयार गरिएको छैन भन्ने अर्थ हुन्छ। अनि जोगिङ्गु भनेको दौड, जोगिङ्गु अथवा दौड जगिङ भन्ने हुन्छ, दौड अभ्यास भन्ने हुन्छ। अनि त्यसलाई चाहिँ हामी क्यौवा आज इसोगासी कुत्ते, क्यौवा इसोगासी कुत्ते भनेको चाहिँ आज चाहिँ व्यस्त भएको हुनाले, इसोगासी कुत्ते भनेको अब यसमा चाहिँ कुत्ते युज गर्यो, कुत्ते लगाउने यी एक्जेक्टिभमा चाहिँ कुत्ते लगाएर चाहिँ यो भएको भएर त्यो त्यो भन्ने अर्थ लगाउने सेन्टेन्स बनाउँछौँ। क्यौवा इसोगासी यी थियो नि त होइन, यी हटाइयो कुत्ते राखियो है त। क्यौवा इसोगासी कुत्ते मादा अझै जोगिङ्गो सिते इमासेन भन्ने हो है। जोगिङ्गो सिते इमासेन भनेको जगिङ गरेको छैन। किन जगिङ गरेको छैन? इसोगासी कुत्ते व्यस्त भएको हुनाले होइन त। क्यौवा इसोगासी कुत्ते आज व्यस्त भएर मादा अझै जोगिङ्गो सिते इमासेन भनेको जगिङ गरिएको छैन भन्ने भयो। स्यावा भनेको सावर, अघि पनि पढ्यौँ अहिले पनि पढौँ। स्यावा भनेको सावर। आशा वा जिखानगा नाकुत्ते मादा आशा वा आज चाहिँ के हुन्छ भन्दा जिखानगा नाकुत्ते भनेको समय नहुँदा चाहिँ के हो त मादा अझै के हुन्छ स्यावा हो आबिते इमासेन भनेको सावर लिएको छैन है। सेन्टेन्सको प्याटर्न हेरेर तपाईँहरूले ग्रामर आफै बुझ्नुहुन्छ। आशा वा जिखानगा नाकुत्ते मादा स्यावा हो आबिते इमासेन भनेको चाहिँ समय नहुँदा अझै सावर लिएको छैन। मिदोरी भनेको हरियाली, मिदोरी भनेको हरियाली। हामीले अगाडि पनि यो युज भएको छ, यो शब्द हामीले अघि नै पढिसक्यौँ। अब सेन्टेन्स र ग्रामरलाई चाहिँ बुझ्नको लागि हामीले यो सेन्टेन्स फेरि पनि राखेका छौँ। रिपिट भएका सेन्टेन्सहरूलाई हामी ग्रामरलाई चाहिँ प्रयोग गर्नको लागि राखेको हो। कोनो कौयन वा मादा मिदोरीगा सुकुनाइ देश है। कोनो भनेको यो, अनि कौयन भनेको पार्क, कौयन वा यो पार्कमा चाहिँ के भयो त मादा मिदोरीगा भनेको चाहिँ अझै के छ मिदोरी हरियाली या सुकुनाइ देश भनेको हरियाली चाहिँ अझै कम छ अरे क्या। सुकुनाइ भनेको अझै कम छ भन्ने अर्थ जनाउनलाई चाहिँ भनियो। यो पार्कमा चाहिँ अझै हरियाली कम छ भन्दा कोनो कौयन वा मादा मिदोरीगा सुकुनाइ देश। ओतेरा भनेको बौद्ध मन्दिर, ओतेरा भनेको बौद्ध मन्दिरलाई चाहिँ अब हामीले ओतेरा भनेको अहिले मन्दिर भनेर पढाएको थियौँ होइन। अब खासमा अब यो जापानमा त त्यही बुद्धिस्टहरूको उनी हुन्छ नि त मन्दिरहरू हुन्छ होइन। त्यही भएर त्यसलाई चाहिँ हामी के अरे ओतेरा भनेर चाहिँ भन्छ। बौद्ध मन्दिर चाहिँ खासमा मन्दिर भनेको बौद्ध मन्दिर हो, के अरे ओतेरा भनेको बौद्ध मन्दिरलाई चाहिँ भनेको। वातासी वा मादा कोनो ओतेरा हो केन्गाकु सिते इमासेन भनेको चाहिँ मैले अझै यो मन्दिर अवलोकन गरेको छैन अथवा यो चाहिँ मन्दिर अवलोकन गरेको छैन भन्नुपर्दा वातासी वा मादा कोनो ओतेरा हो केन्गाकु सिते इमासेन भनेको मैले अझै यो मन्दिर अवलोकन गरेको छैन भन्ने अर्थ हुन्छ। अनि जिन्ज्या भनेको सिन्तो मन्दिर भयो, अघि पनि पढ्यौँ फेरि पनि पढौँ। अब के अरे सेन्टेन्सको लागि हामीले यो पढेको निहोन्नी होइन, निहोन्नी कित्ते होइन। जापानमा आएपछि आए पनि कित्ते मो भने नि त होइन, आए पनि जापानमा आए पनि मादा अझै जिन्ज्याए भनेको मन्दिर होइन सिन्तो मन्दिरमा होइन इत्ते इमासेन गएको छैन। अझै जापान आए पनि अझै सिन्तो मन्दिरमा गएको छैन भन्दाखेरि निहोन्नी कित्ते मो मादा जिन्ज्याए इत्ते इमासेन भन्न सकिन्छ।